सबैजनालाई। यो चाहिँ मैले मेरो कौसीमा रोपेको सानो चुकिनी फर्सीको बिरुवा। यसमा चाहिँ थोरै थोरै फलहरू चाहिँ लाग्न लागिरहेको छ। यसमा देख्न सक्नुहुन्छ चुकिनी फ्लावर्सहरू चाहिँ फुल्दैछ। मेरो चाहिँ एउटा मात्र हैन, मैले चाहिँ धेरैवटा बास्केटमा चाहिँ यो रोपेको छु। अनि यसरी फुल फुलिसकेपछि चाहिँ चुकिनी चाहिँ फल्दो रहेछ। मलाई पनि थाहा थिएन है। तपाईहरु पनि घरमै हुनुहुन्छ भने घरमा बसिराख्नुभन्दा यतिकै बसिराख्नुभन्दा यसो कौसी खेती गर्यो भने आफूसँग भएको बास्केटहरू यताउति छ भने यसो त्यसमा खेती त नभन, त्यसमा बिरुवाहरू रोपेर चाहिँ अर्ग्यानिक तरकारी चाहिँ खान मिल्छ। अनि मैले चाहिँ यो फुर्सदको बेलामा गरेको। मेरो त्यति ठुलो कौसी पनि छैन, त्यति ठुलो ठाउँ त छैन, तर सानो सानो बास्केटहरू राखेर चाहिँ गर्न सकिन्छ। अर्ग्यानिक खाना पनि पाइयो। ल तपाईहरु पनि यसरी बिरुवाहरू रोप्न सक्नुहुन्छ है, तरकारीहरू रोप्न सक्नुहुन्छ। मैले चाहिँ धेरै लगाएको छुइनँ, थोरै फर्सी, चुकिनी, टमाटर, अनि बोडी, धनिया, साग, त्यो चाहिँ म अरू भिडियोहरूमा देखाउँदै गर्नेछु। अनि अहिलेलाई चाहिँ यति नै। धन्यवाद। थ्याङ्क यू।